Hello, Shiva, Namaste, welcome and welcome back to my YouTube channel. I hope तपाईहरु सन्चै हुनुहुन्छ होला म पनि सन्चै छु. सो गाइस न्यू डे न्यू व्लग. आज चाहिँ हैन बाहिरतिर यसो घुम्न गइरहेको छु साथीहरु. के हुन्छ हेर्दै जानु होला कहाँ कहाँ गइन्छ हैन. सो स्टे ट्युन. गाइस मैले हेर्दा कस्तो दामी फुटेन फुलेको रहेछ. टक्क गरम. कस्तो दामी छ राम्रो लाग्यो हैन. त्यो छोटो टिप्ले वाह यहाँले फुल्न लागेको रहेछ. यहाँले फुल्यो. एकदम मन पर्यो मलाई चाहिँ कस्तो दामी हेर्नु साथी कस्तो लाग्यो तपाईहरुलाई कमेन्ट गर्नु होला. यहाँ थोरै अगाडि कस्तो हरियाली देख्दो रहेछ हैन. यहाँ चौरस्ता पनि छ. यहाँ फरेस्ट रहेको छ. घाम अस्ताउन लागिरहेको छ गाइस. यहाँ यसो फलाइचाहिँ रहेछ. राम्रो लाग्यो. छ पसलहरु पनि सुपर मार्केटहरु पनि छ. त्यसो गाइस यो चाहिँ साउदीको राका हो साथीहरु. पानीको सिंचाइको लागि पाइपहरु गरेको छ. वाह दामी दामी साथीहरु यहाँ घाम अस्ताउन लागेको बेला मैले सानो ट्युबले घुम्न जाँदैछु हैन टक्क यस्तो रहेको छ. टक्क गरम त्यसो अगाडि जानु. घामले तलक तल्किरहेको छ हैन. यस्तो गाडीको पुरा यस्तो छ त्यतिर चाहिँ. त्यो जाँदा जाँदा बाटोमा चाहिँ टक्क यस्तो खजुर फल्न सुरु गरिरहेको रहेछ हैन. कस्तो मजाले फुलिरहेको छ. अब खजुर फुल्न थालेछ हैन. नेपालतिरको सुपारीहरु मर्यो जस्तो हुन्छ नि त्यस्तो फुल्न जस्तै यो पनि फुल्न सुरु भएछ. यो भयो भनेपछि साथीहरु हैन गर्मी सुरु भयो भन्दा हुन्छ हैन. कस्तो मजाको अलिकति हरियो दुबोहरुको साथमा रहेको रहेछ. सानो क्लिप लिहाले हैन. यस्तो रहेछ माछा गाडी जाँदैछु. यस्तो छ साँझको भ्यू यस्तो रहेको छ गाइस. यस्तो ट्युन. सो गाइस आज चाहिँ म घुम्न गएको ठाउँ चाहिँ यस्तो छ हैन. कस्तो मजाले ढुङ्गाको ग्राभलहरु टक्क गरेर हैन ग्राभल गर्दै रहेछ. अनि यस्तो छ ठाउँ यस्तो हुँदैछ हैन. भर्खर बिरुवाहरु रोप्दैछ. बिरुवा रोपिरहेको रहेछ. पछि दामी फुलबारी बन्ने रहेछ. अनि यहाँ यस्तो रोपेर टक्क दामी बनाउँदैछ फुलबारीहरु. यस्तो पाइपलाइन सिंचाइको सुविधा पनि गरिदिएको रहेछ हैन. साइडमा यस्तो ढुङ्गाको ग्राभलहरु टक्क गरेछ. त्यस्तो छ बन्दैछ साथीहरु यहाँ ठाउँमा चाहिँ हैन. यस्तो मजाको फुलबारी त बिचमा छ. अब यस्तो साइकल कुद्ने ठाउँ बनाउने जस्तो छ. पछि हेर्दै जाउँ कस्तो हुन्छ हैन. मैले चाहिँ राम्रो भइरहेको छ. यस्तो हुँदैछ साथीहरु. यस्तो बनिरहेको छ. भर्खर सुरु गरेको छ यहाँ कतिको चाहिँ यस्तो राम्रो छ. दामी छ है साथीहरु. साथीहरु यतातिर झन् राम्रो हुँदै रहेछ हैन. पार्क चाहिँ एकदम दामी रहेछ. बन्दैछ यहाँ भर्खर फुलहरु रोपिरहेको छ. यसरी बन्दैछ दामी रहेछ. मजाको वाह 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 बन्दैछ एकदम दामी दामी देख्न सक्नुहुन्छ. कस्तो भर्खर डल्लै भर्खर रोपेको रहेछ हैन. यत्रो त बिरुवा थार्छ कि यहाँनिर हेर्नु त साथीहरु. यसरी कहाँ कुना काप्चाको बाटोलाई पनि यो यस्तो हुन्छ के विदेश भनेको साउदीको ठाउँमा हैन. ठुलो बिरुवाहरु यस्तै रोपेर. सो साथीहरु म चाहिँ यसरी जाँदैछु घुम्नलाई हेर्न. घुमिरहेछु आज चाहिँ हैन.
यस्तो रहेको छ। वाह वाह, यस्तो दामी छ। म चाहिँ आज साइकलमा घुमिरहेको छु होइन। म साइकलमा चट्ट घुमेर देखाइदिन्छु ल। हेर्नुहोस् त साथीहरू, कस्तो दामी बनाएको। विशेष गरी यो चाहिँ साइकलको लागि बनाएको छ होइन। तपाईँको पार्क हेर्ने अस्तिसम्म भर्खर सुरु भएको थियो, अहिले यतिको भएछ। अब एक दुई महिना पछाडि अबको एक दुई महिना पछाडि चाहिँ एकदम खतरै गर्ने रहेछ साथीहरू। बिरुवाहरू डल्लै डल्लै यस्तो रोपिरहेको छ होइन। साइकलमा सररररर, साइकल कुद्दै पार्कमा आइपुग्यो। यसरी म साइकलमा सरररर कुदिरहेको छु। अलिक पछाडि चाहिँ खतरै बन्ने रहेछ साथीहरू। यहाँ जगिङ पार्किङ, यहाँ जगिङ र वाक, इभिनिङ वाकको लागि, मर्निङ वाकको लागि राम्रो हुने रहेछ। ल है साथीहरू, खतरै बन्दैछ पार्कमा। लाइट पनि झलल बल्न थाल्दैछ। लाइट पनि पोल पोलमा बल्न थाल्यो साथीहरू होइन। यस प्रगति हुँदैछ है यो बाटोमा, टक्क लाइट पनि बल्दैछ। आजको मौसम यस्तो छ, जुन लागिरहेको जुन आजको मौसम। जगिङ गर्ने मान्छेहरू हिँडिरहेको छ साथीहरू। यस्तो दामीको पार्क बन्दैछ है, खतरै बन्दैछ। यस्तो खतरा बन्दैछ भन्नु साथीहरू। भोलिसि बन्दा त कस्तो दामीको बस्ने ठाउँहरू, यसो केटाकेटी खेल्ने ठाउँहरू राम्रो बन्दैछ यहाँनिर। दामी दामी। खतरै बन्दैछ, खतरा। टक्क बस्ने फुलहरू हुँदा चाहिँ दामी हुने भयो पछि चाहिँ साथीहरू। यहाँबाट होइन साथीहरू, समुद्रमा पुगिन्छ होइन। यहाँ लगभग लाग्छ 5-10 मिनट जति साइकल, नजिकै छ। खतरा पार्क बन्दैछ। आजको नयाँ पार्क टुर भयो साथीहरू। साइकलमा सरर नयाँ पार्क टुर बन्दै गरेको, बनिसकेको छैन पार्क चाहिँ होइन। घरहरू पनि बन्दैछ कतिवटा। दामी दामी बन्दैछ साथी। मौसम क्या सुहाना है। घर दामी छ अपार्टमेन्ट यतातिर। साथीहरू अबिरा रियल इस्टेट पर हाउसिङ पनि रहेछ अबिरा। हाम्रो दामी छ पार्क साथीहरू, हेर्नु त खतरा छ। दुईतिर गाडीहरू कुद्छ, यता वान वे बाटो छ यता र उता। गाइस देख्न सक्नुहुन्छ, वाह वाह, दुईतिरै बन्दैछ पार्कहरू। यस्तो मजाको निर्माणाधीन रहेको छ। अब केही महिनामा एकदम राम्रो दामी बन्नेछ साथीहरू। केटाकेटी खेल्ने पार्क पनि बनाइरहेछन्, खेलिरहेछन्। तर अहिले रमजानले गर्दा साथीहरू त्यति छैन केटाकेटीहरू। अहिले मेरो व्रत बस्छ नि त, बेलुका साँझमा चाहिँ सायद हुन्छ होला। मात्रै बन्दैछ साथीहरू, खतरा।
यो त झन्नै छ होला 2 किलोमिटरै होला साथीहरु 2-3 किलोमिटरै होला रातो पार्क बन्दैछ कि कस्तो खतरा हिँड्दा त कति टाइम लाग्छ म साइकलमा छिर पनि हैन पछि म त जाँदैछु यसरी as you can see guys यसरी चारतिर ये साथीहरु घाँस पनि खोल्न थालेछ यहाँ चाहिँ यस्तो रहेछ म एकचोटि पहिला नै जिगज्यागको भिडियो हालेको थिएँ हैन यहाँ त्यस्तो भइसकेको छ जिगज्याग हम्स जिगज्याग हम्स लाइटिङ लागेको रहेछ झिलिमिली बन्द रहेछ गाइस खतरा खतरा बिल्डिङहरु हस्पिटल यहाँ ठुलो हस्पिटल बन्दैछ हैन त्यो पर बन्दै गरेको चाहिँ ठुलो हस्पिटल हो नयाँ नयाँ प्रोजेक्टहरु छ क्या समुद्र अब आइपुगेर हो हैन पनि बन्दैछ ठुलो प्रोजेक्ट त्यसपछि यहाँ चाहिँ अब खतरै पार्क हुने भएको छ निकै लाग्ने सस्तोमा 2 महिना अगाडि त्यस्तो थिएन अनि सुरु भएको थियो अनि 2 महिना अगाडि चाहिँ सुरु भएको थियो गाइस अहिले के भएछ अब 2 महिना 3 महिना पछाडि चाहिँ खतरा हुनेछ यहाँ रहेको छ अजदान प्रोजेक्ट यो चाहिँ अहिले साउदीमा खतरा खतरा प्रोजेक्ट भएको छ यिनीहरूले कन्ट्र्याक्ट लिएर गएको छ दामी हरियाली देखिएको Yes. खतरा फाइनली साथीहरु आजको डेस्टिनेसन घुमेर सक्यो हैन यहाँ घुम्ने यस्तो टक्क रहेछ यसरी घुम्नु पर्ने अनि समुद्रको त्यो टावरको उतापट्टि हो यसरी घुमेर टक्क सरररर घुमेर जाने हो यसरी जानुपर्छ टक्क घुम्न निस्केको हैन साइकलमा यसरी जानुपर्छ अहिलेसम्म दुईटा साइकलहरु पनि अब यहाँसम्म त आइयो साथीहरु अब टक्क पारामा समुद्र पुगेर फर्किने हो गाइस नजिकै छ त यिनीहरु हो टक्क यता गएर पार्क घुम्दा घुम्दा साथीहरु हैन समुद्रमा आएर हल्का दृश्य लिनु कस्तो रहेछ पानी चाहिँ घटेर यहाँदेखि उता पुगिसकेको छ हैन सररररर सो गाइस अहिले चाहिँ म हैन बाहिरतिर घुमेर पनि आइसकेँ हैन मेरो भिडियो के कस्तो लाग्छ मेरो भिडियो यहाँसम्म हेरिदिनु भएको धेरै धेरै धन्यवाद यसरी नै साथ सपोर्ट गर्दै जानु होला भन्दै डु नट फर्गेट टु लाइक शेयर एन्ड सब्स्क्राइब लभ यु अल गाइस सी इन द नेक्स्ट भिडियो बाइ बाइ